उयोहरू छ अरे नि अनि ठोकिन्छ होला गाडी झरेको अरे दाइले भनेको एरोप्लेन झर्छ यो नि हो अन्त कोपीको बिजनेस हुन्छ है स्ट्याचु मेन चाहिँ यही भनेर चाहिँ आएको परुवा र बुढोको साइज पनि एउटा एउटा हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग न्यू डे है आज चाहिँ कहाँदेखि भन्दा डाइरेक्ट हिलेदेखि हो यो ब्लग चाहिँ हिजो यहीँ स्टे गरेको थियो है कस्तो पनि दामी छ है त्यो रिसोर्ट सो अहिले निस्किन आँटेको टक्कै चार्जर केही छोडेको त छैन होला मोबाइल रड्डी हुन्छ हिलेको आइबस्छ होइन धरानतिर पनि दामी जग्गा रहेछ यसो भ्यूमा चाहिँ अब मजाको लाग्यो मलाई अहिले हामी निस्केको दामी छ सडकै यो माथि छ तपाईँको दामी छ है सो अब म गाडीमा देखाउँछु तपाईँलाई आउनुहोस् तपाईँहरू पनि यो जग्गामा बस्नुहोस् हिलेको है स्ट्याचु देखेको यहाँ चाहिँ ढुङ्गोको स्ट्याचु के हुनु पऱ्यो नि त स्ट्याचु देखेको मान्छेहरूको अहिले चाहिँ हिँडेको हिलेबाट हो अहिले चाहिँ हामी है हिले बजारमा बजार ठुलै रहेछ ढुङ्ग्रोको उयो रहेछ ऊबाट छ स्ट्याचु ढुङ्गा राम्रो पाउँछ कि यहाँ रोड कस्तो माथि पनि गतिलो गर्दो रहेछ यहाँबाट चाहिँ अलिकति उता गएर चाहिँ हाइवे रहेछ ठुलो है त्यहाँदेखि चाहिँ दामी छ भन्दै चाहिँ बाटो चाहिँ लेट्सी हेरौँ न यहाँ चाहिँ यही फेमस होला है ढुङ्ग्रो हेर्नु यहाँ माथि बाजे कमान गोर्खा भन्दिनँ जय गोर्खा भन्दिनँ त बाजे यता जय गोर्खा यो नि हो अन्त कोपीको बिजनेस हुन्छ है नमस्कार बोजू नमस्कार यो हो नि उँधोतिर पनि गर्दै भ्यू पनि दामी रहेछ है बाटो पनि अड्काएको यहाँ चाहिँ गाउँतिर चाहिँ दामी रहेछ मोमो बनाएर त्यहाँ त कहिले सक्नु बाटो पनि उयो पनि यसो हेर्न उ तल उँधो यसको मुनि पनि लगाए त्यो चैनपुरमा चाहिँ त्यो एउटा पुरानो उयोहरू छ अरे नि अनि ठोकिन्छ होला गाडी त्यो घट्टाङ बिस्तारै गर्नुपर्छ नि तँ पनि अन्त उयो गरेर केमा साइलेन्सरमा ठोक्छ कि किन जाँदैन हाम्रो पाइलट चाहिँ उयो हो पुरानै पाइलट हो तरै भए पनि यो गाडी पनि त्यस्तो उयो त रहेन रहेछ र अब डाउनमा त निस्किने नै रहेछ जस्तै अफमा चाहिँ पनि निस्किने नै र अलिकति हल्का अलिक उयो गर्नुपर्ने रहेछ निस्किने रहेछ त्यति उयो चाहिँ थार
के अरे यो अफ रोडको लागि भन्थ्यो अफ रोड भनेर मात्रै होइन हिलो रोडमा पनि काम गर्ने रहेछ देख्दा चाहिँ अहिले यो विचारमा हेर्दा तपाईँहरूले देख्नुहुँदै होला यो रातो माटो छ अन्त यो रातो माटोको यसमा पनि त्यस्तो स्किड छैन यो गाडीको अन्त राम्रै हल्कै उयसमा निस्किँदैछ अन्त अब पाइलट राम्रो भएर हो कि अब म त जान्दिनँ यसको अब बाटो चाहिँ डेन्जर अझै डेन्जर आउने हो कि काम पनि गर्छ माटो त ठिकै उयसको छ बुढोको जग्गा त आइपुग्यो है यस्तो रहेछ बुढोको जैतपुर हो कि यो रहेछ ठुलो सोचेको थिएँ ल ठिकै छ गाउँमा यसो भिजिट गर्नुपर्छ है यहाँ त्यस्तो रहेछ थाक्दैछ आएर चाहिँ झोल मोमो टेस्ट गर्नु पऱ्यो नि त होइन कस्तो रहेछ है झोल मोमो चाहिँ सकेन मैले है अरू खानै खाइदिएँ मैले जग्गा नपाएको कि झोल मोमो खानु कि मिठै मैले नपाएको के सोचेको के भयो छोड्दै खाना खाइदिएँ हो के भने खान्छ ऊ खायो आइसक्रिम खान्छ नि किन खाँदैन बडीले त खान्छ हाम्रो चीज बढ़िया है ऊ आइसक्रिम ठन्डा बडी बिचारा कस्तो गरम हुँदै होला यसलाई मजाले खाइदियो अब यो ताँबाको जाने त्यहाँ चाहिँ फिला मेन चाहिँ यही भनेर चाहिँ आएको परुवा र बुढोको साइज पनि एउटै एउटै रहेछ यहाँ चाहिँ झरेको अरे दाइले भनेको एरोप्लेन झरेछ सिमसा ताल रहेछ यो चाहिँ त्यहाँ रहेछ हजुर हजुर जग्गा चाहिँ थाकेर हत्तु भइसक्यो हो खासमा त भिडियो बनाउनु ब्लग बनाउनु त्यस्तो मन परेको छैन हो तर अब के गर्नु बनाउनै परिरहेछ अहिले चाहिँ ढलपुटे बाटा लाग्यौँ हामी आँपको छेउमा रोप भन्ने छ आँप रहेछ आँप कसरी हो हेडी भाइ अगाडि पनि लुकिङ ग्लासमा पनि अहिले माछा पराउँछ बाटो चाहिँ यस्तो चाहिँ उयोबाट खोला यो गाडी पनि इलेक्ट्रिक भेहिकल जाँदा चल्छ है फुड क्लास गरेर इलेक्ट्रिक
भेहिकल ज्यादा छ यहाँ है यो सबै चाइना गाडी हो यहाँ चाहिँ पुरा भल पहिरो आएको होला पहिला पाङपुङ बनाइरहेको छ यो बाइक पनि चाइनाकै रहेछ यो त होइन यामा यो इन्डियाको हामी है धेरै टाढमा आइपुग्यो ब्युटीसँग दामी दामी घुम्ने जग्गा छ एउटा पर एउटा माथि छ हो यता साइडमा तर अब भोलि यो चाहिँ भेरे टारको नाइट भ्यू है ऊ माथि माथि छ है त्यो टाइटानिक भ्यू पोइन्टै रहेछ यहाँ पनि अन्त ऊ माथि चाहिँ उयोहरू छ झुन्लेहरू है त्यो चाहिँ नाइटमा घुमेको हामी तिनजना चडक्क के पाउँछ भने कफी सफी खानु लागि निस्केको होटेल यहाँ दामी दामी होटेल रहेछ नाइट भ्यू अफ भेडेटा कहाँ यहाँ बस्ने भनेको यस्तो लगाइन्छ हौ मेरो चाहिँ पुरै डेन्जर छ यो दामी छ जग्गा पनि है